हाई गाइस वेलकम मेरो च्यानल। आजको कुरा गरौँ है मोमेन्टको बारेमा। मोमेन्ट भनेको यस्तो हो जहाँ तिमीहरूले आफूले आफूलाई डिस्क्राइब गर्न सक्छौ र मोमेन्ट भनेको त्यो कुरा जहाँ तिमीले आफूले आफूलाई अपग्रेड गर्न सक्छौ। जस्तै कि ल कुरा गरौँ न हिजो अर्जेन्टिना भर्सेस काबो भर्डेको म्याचमा काबो भर्डेको किप्पर 40 वर्षको त्यो किप्परले आफ्नो 40 वर्षको एजमा पनि कतिको हिम्मत देखाएको हो। वर्ल्डको बेस्ट फुटबल खेल्ने कन्ट्री, पहिलाको वर्ल्ड च्याम्पियन जस्तो तिमीले त त्यसरी 90 मिनटसम्म बराबरी तर एक्स्ट्रा टाइममा गएर हार्यो हारेर त होइन, तर केही छैन। तर पनि 90 मिनटसम्म तिनीहरूले त्यत्तिकै राम्रो खेल्यो, ओभर टाइमसम्म पनि राम्रै खेल्यो नि। मैले यो भन्नु खोजेको कुरा हो, तिमीहरूले होइन आफू 20 वर्षको उमेरमा 25 वर्षको उमेरमा अब 30 35 40 50 वर्षको उमेरमा अथवा टिनेज हो, त्यस्तो उमेरमा तिमीले आफूले हार नमान, आफूले केही गर्छु भनेर सोच जिन्दगीमा। अब होइन केही गर्न नसके पनि अब यसमा केही गर्छु भन्ने सोच अथवा केही गर्छु भने इक राख के। लाइफ भनेको अब त्यस्तै हो। लाइफ भनेको जिन्दगीमा सबैको हार्ड हुन्छ। त्यसमा त्यो हार्ड छ भनेर आफूले आफूलाई डिप्रेस राख्ने होइन, स्याड राख्ने होइन। आफूले आफूलाई जसरी हुन्छ माथि उठाउनु पर्छ जिन्दगीमा, जसरी हुन्छ माथि हुन्छ। इभन मलाई हेर, म पनि अब केही गरेको छैन, जिन्दगीमा केही उखाडेको छैन, तर म आफूले आफूलाई सेल्फ मोटिभेट राख्छु, सेल्फ कन्फिडेन्ट राख्छु कि म यस्तो गर्छु उस्तो गर्छु। तर थाहा छैन मैले केही गर्दैन होला पनि। यो भने आफूले आफ्नो माइन्डसेट चाहिँ आफूले चाहिँ राम्रो राख्नु। माइन्डसेट सबभन्दा ठुलो कुरा भनेको माइन्डसेट हो कि भाइ। माइन्डसेट अब 41 वर्षको मान्छे 40-41 वर्षको मान्छेहरू त्यस्तो खेल्छ। अब फुटबल भनेको त अब स्टामिना चाहिन्छ, स्ट्रेन्थ चाहिन्छ, स्किल चाहिन्छ नि खेल्नको लागि। त्यस्तै खेल्छ भने अब तिमीहरू अब 40 वर्षको उमेर त नपुगेको होला, तिम्रो 20-25 वर्षमा पनि आफूले जिन्दगी बेकार छ भनेर नसोचेको छ। लाइफ भनेको यस्तै स्ट्रगल विथ डिसिप्लिन है। अनि आफूले आफूलाई चाहिँ के गर्नु पऱ्यो, माइन्डसेट चाहिँ आफ्नो मेन्टालिटी चाहिँ स्ट्रङ राख्नु पऱ्यो। तिम्रो जस्तो प्रब्लम पनि सल्भ गर्छु भनेर राख्नु पऱ्यो कि मान्छेहरू। ल है त गाइस, त्यति नै हो।